नमस्ते, गुड मर्निङ डिएक्सन। मेरो नाम प्रशान्त कुमार दनवार फ्रम नेपाल। अहिलेको बसाइ दुबई अनि दुबईमा मलाई लगभग 6 सालको रनिङ चलिरहेको छ अनि डिएक्सन व्यवसायमा मेरो लगभग 3 सालदेखि 4 साल छ। अनि मैले चाहिँ डिएक्सन व्यवसायमा चाहिँ डिएक्सनको हेल्दी प्रडक्ट खाँदै गर्दाखेरि धेरैजना मान्छेहरू पनि सोध्छ होइन डिएक्सनको प्रडक्टले के फाइदा मिलिरहेछ। सो मलाई चाहिँ धेरै राम्रो लाग्यो, मलाई हेल्थ राम्रो छ अनि साथसाथै राम्रो एउटा चाहिँ इन्कम आउने स्रोत पनि छ। अनि हामीहरूको माझमा आज चाहिँ एउटा यस्तो पर्सन हुनुहुन्छ, उहाँ चाहिँ नेपालबाट हुनुहुन्छ होइन। उहाँ चाहिँ एउटा मेरो दिदी जस्तै हुनुहुन्छ, किनकि उहाँले डिएक्सनमा आउनुभन्दा अघि चाहिँ धेरै प्रब्लम थियो हेल्थको सम्बन्धी। अनि उहाँले चाहिँ कसरी डिएक्सनको प्रोडक्टबाट उहाँले चाहिँ त्यो प्रब्लमलाई सल्युसन पाउनुभयो अनि कुन कुन प्रोडक्ट उहाँले चाहिँ खानुभयो। सो तपाईँहरूको माझमा म आफ्नो दिदीलाई चाहिँ इन्भाइट गर्न चाहन्छु कि उहाँले चाहिँ डिएक्सनको प्रोडक्ट खाएपछि पाएको फाइदा, पाएको अनुभव हजुरहरूको माझमा उहाँले सेयर गर्नलाई। सो वेलकम टु हजुरलाई दिदी, वेलकम छ हजुरलाई। सो यो वेलकम छ हजुरलाई। थ्याङ्क यू सो मच। नमस्ते, धेरै धेरै धन्यवाद मलाई यहाँ 2 हप्ता पढ्नको लागि हाम्रो प्रशान्त सरले बोलाउनु भयो। राइट कुरा गर्नुभयो, मलाई राइट क्वेसन सोध्नुभयो। हो, मलाई स्वास्थ्यको लागि नै म डिएक्सनमा आएको हो। मेरो स्वास्थ्य चाहिँ धेरै नाजुक भइसकेको थियो, अन्तिममा भइसकेको थियो होइन। मैले 6 वर्षसम्मको 6 वर्ष दुबईमा कमाएको पैसा मैले सबै हस्पिटलमा सकाएको थियो। जब मलाई एकजना हाम्रो यो भगवान्ले डाक्टर नितिनज्यूले एउटा भगवान बनेर मेरो नितिनज्यूले पठाइदिनु भयो, मायाको हातमा यो प्रोडक्ट पुर्याइदिनु भन्नुभएर उहाँले मलाई यति राम्रो पवित्र ठाउँमा ल्याएर देखाइदिनु भयो। त्यो दिनदेखि मैले यो बिचमा आउनु छोडेको पनि छैन। यहाँको प्रोडक्ट मैले रेगुलर खाँदै जाँदाखेरि मलाई स्वास्थ्यको लागि स्वास्थ्य मेरो धेरै राम्रो भएको छ। प्रोडक्ट हो भनौँ भने मैले अब सबै टोटलै प्रोडक्ट मैले युज गरिसक्यो। यहाँ गुड मर्निङ डिएक्सन। फेरि पनि हजुरहरूलाई स्वागत छ हाम्रो म्याडमलाई, किनकि उहाँले अब प्रोडक्ट कुन युज गर्नुभयो त्यसको बारेमा जानकारी लिन चाहन्छु। सो हजुरलाई वेलकम छ। फेरि तपाईँले कुन प्रोडक्ट चाहिँ फर्स्ट स्टार्ट गर्नुभयो डिएक्सनमा आएपछि? थ्याङ्क यू सो मच सर। मैले चाहिँ यो हाम्रो डिएक्सनको कम्पनीमा उत्पादन गरेको यो मोरन्जी, सिटाफलिया मोरन्जी हो यसको नाम होइन। यो मोरन्जी चाहिँ मैले सुरु गरेँ। यो मोरन्जी अनि स्पाइरिना होइन। यो मोरन्जी मैले महिनामा 2 टाइम पनि पियो होइन। यो दबाई होइन, यो अर्ग्यानिक प्रोडक्ट हो। यो खाना हामी चाहिँ खाना मानिन्छन्। यसले जति हामीसँग बजेट छ भने हामीले दिनमा 1 बोतल पिउनु पनि सकिन्छ होइन। हाम्रो बजेट पनि हेर्नुपर्छ। त्यही कारणले मैले यो मेरो शरीरमा समस्या धेरै जटिल थियो। त्यही कारणले मैले महिनामा यो 2 चोटि मोरन्जी पिउने गर्थ्यो। यो चाहिँ नम्बर 1 लेडिजहरूको लागि होइन। हर महिनावारी हुँदाखेरि लेडिजहरूको लागि नम्बर 1 यो। कम्मर दुख्ने, पेट दुख्ने होइन, त्यति मात्रै होइन, यो बच्चा पेटमा हुन्छ नि लेडिजहरूलाई, छोरी चेलीबेटी दिदीबहिनीहरूलाई, यो जब बच्चा बसेर 3 महिनादेखि यो मोरन्जी पिलाउनु भयो भने डिएक्सन कम्पनीमा उत्पादन गरेको मोरन्जी हो यो होइन। अनि यो आमालाई पनि राम्रो भयो। यो खाना पनि पचाउँछ होइन। यसले ग्यास्ट्रिकले पनि ठिक गर्छ। यसले हरेकलाई पनि पेटभित्रकोलाई यसले हरेक ठिक गर्छ। यो महिनावारीले पनि ठिक गर्छ, के अरे ग्यास्ट्रिकले पनि ठिक गर्छ, खाना नपचाएको पनि ठिक गर्छ, हाम्रो डाइजेसन गरिदिन्छ कि यसले। नम्बर 1 प्रोडक्ट हो यो। त्यसपछि यो स्पाइरिना चाहिँ हाम्रो पानीबाट लेउबाट बनेको स्पाइरिना हो, घोली। यो चाहिँ हाम्रो भनिन्छ नि कछोले खाने आहार हो भनिन्छ कि यसलाई चाहिँ। तर हाम्रो डिएक्सन कम्पनीमा उत्पादन गरेको नम्बर 1 यो स्पाइरिना हो। हाम्रो स्पाइरिना भनेको धेरै ठाउँमा मार्केटमा पाइन्छ, तर त्यस्तो होइन। यो चाहिँ हाम्रो रगत बढाउँछ।
जब यसले चाहिँ यो खाएपछि चाहिँ हामीले जति फलफुल खाइन्छ नि बाहिरको अफल स्याउ सुन्तला केरा दुनियाँ खान्छ नि हो, त्यसको बदलामा हामीले यो खानुभयो भने स्वास्थ्य पनि बन्यो, पैसा पनि आयो, सिस्टम पनि बस्यो। नम्बर 1 छ यो स्पाइरिनले चाहिँ 1 ग्राम स्पाइरिन खानुभयो भने तपाईँ हामीले 1 केजी फलफुल खाएको बराबर हामीले फुड पाइन्छ, भिटामिन पाइन्छ, भिटामिन सी भनिन्छ नि यसलाई, पाइन्छ। यो नम्बर 1 प्रोडक्ट हो। मैले पनि यो सेवन गरिरहेको छ, हजुरहरू पनि युज गर्ने गर्नु होला। अनि एउटा नम्बर 1 मास्टर प्रोडक्ट यो माइक्रोभेटा। यो माइक्रोभेटा चाहिँ यसले चाहिँ के गर्छ भने हाम्रो दुनियाँको जडीबुटीको राजा भनिन्छ यसलाई हैन। डिएक्सन कम्पनीमा उत्पादन गरेको यो हाम्रो डाक्टर लमलिन सिजिनले 10 वर्ष रिसर्च गर्नुभएको मुस्रो हो, शान्ति होइन। यसले चाहिँ के गर्छ भने हाम्रो जति होल बडी बिग्रेको छ, खराब भएको छ, बिग्रेको कोषलाई यहाँले चाहिँ नयाँ कोष बनाइदिन्छ। क्यान्सर भएकोलाई पनि यसले ठिक गर्छ हैन। जति हाम्रो जहाँ जहाँ बिग्रेको शरीरहरूलाई यसले चाहिँ डक्टर भनिन्छ कि मैले चाहिँ यसले जहाँ जहाँ बिग्रेछ ती चेक गरेर यसले चाहिँ रिमोट गरिदिन्छ। कहिले पसिनाबाट निकाल्छ, आँसुबाट निकाल्छ, सिङ्गनबाट निकालिदिन्छ, यसले रिमोट गरिदिन्छ। नम्बर 1 प्रोडक्ट छ। म पनि यो युज गरिरहेको छु। मैले 5 वर्षदेखिबाट मैले यो प्रोडक्ट युज गरिरहेको छु। हजुरले पनि युज गर्नु होला, स्वास्थ्य बन्नु होला, हेल्दी बन्नु होला। थ्याङ्क यू। सो धन्यवाद दिदी हजुरलाई कि हजुरले डिएक्सन प्रोडक्ट युज गरेको फाइदा अनि कुन कुन प्रोडक्ट उहाँले चाहिँ युज गर्नुभयो। उहाँले स्पाइरुलिना युज गर्नुभयो, मोरेन्जी जुस उहाँले चाहिँ युज गर्नुभयो, साथसाथै माइक्रोभिटा अनि उहाँलाई चाहिँ माइक्रोभिटा मसरुमलाई पनि सेमै हो। तर हामीले चाहिँ के छ भने यो 3वटा प्रोडक्टबाट चाहिँ यति राम्रो उहाँलाई चाहिँ फाइदा पाउनुभयो। त्यही भएर उहाँ चाहिँ एउटा मतलब यति प्रब्लम भएर चाहिँ बिमारी भएर पनि आज चाहिँ डिएक्सन कम्पनीको प्रोडक्ट खाएर आज उहाँ चाहिँ डिएक्सनमा चाहिँ जोस अनि जुनुनको साथ डिएक्सनको प्रोडक्ट खाँदै अरूलाई खिलाउँदै आफू पनि स्वस्थ हुँदै अरूलाई पनि स्वास्थ्य को सल्लाह दिँदै आज चाहिँ उहाँ चाहिँ एउटा डिएक्सन सिस्टममा स्टार रुबी पनि हुनुहुन्छ माया दिदी। किनकि अब उहाँले आउनेवाला समयमा अपकमिङ डायमन्ड हुनुहुन्छ। सो अवश्य तपाईँहरूले तपाईँको फ्यामिलीमा या तपाईँको रिलेसनसिपमा या तपाईँको फ्रेन्डमा केही प्रब्लम छ या छैन पनि तपाईँले डिएक्सनको अर्ग्यानिक प्रोडक्ट आजदेखि नै खान स्टार्ट गर्नुहोस्। किनकि स्वास्थ्य हामीलाई रोग हुनुभन्दा अघि हामीलाई स्वास्थ्य बन्नमा हामीले चाहिँ पैसालाई इन्भेस्ट गर्नु, खर्च गर्नु। किनकि जब हाम्रो हेल्थ राम्रो छ भने हामीले चाहिँ कुनै पनि काम गर्न सक्छौँ। त्यही भएर हामीले के छ भने आफ्नो हेल्थलाई प्रायोरिटी दिनुहोस् अनि अघि बढ्नुहोस्। अनि उहाँ दिदीले चाहिँ धेरै राम्रो सेयर गर्नुभयो डिएक्सन को प्रोडक्टको अनि पाएको फाइदाको। सो हजुरलाई धेरै धेरै धन्यवाद। गुड मर्निङ डिएक्सन। गुड मर्निङ डिएक्सन। डिएक्सन नम्बर 1। मैले चाहिँ के भन्नु खोज्दैछ भने फेरि पनि मैले रिपोर्ट गरेँ। हामीले चाहिँ यो बिमारी मात्रै खाने होइन, बिमारी नहुनेले पनि खायो भने रोगले अट्याक गर्दैन। हामीले दैनिक चाहिने सामान बिहानदेखि बेलुकासम्म चाहिने सामान युज गर्दै जाँदाखेरि हेल्थ बन्यो। हेल्थको साथसाथमा हाम्रो इन्कम पनि आयो, पैसा पनि आयो, हेप्पी पनि भयो, मान सम्मान इज्जत पनि पायो, एउटा सिस्टम पनि बस्यो। हामी भोलि मरेर गए पनि यो सिस्टम छरछोरी छोडेर पनि जानु पायो। नम्बर 1 प्रोडक्ट छ, नम्बर 1 सिस्टम छ। हजुरहरू पनि आउनुहोस्, युज गर्नुहोस्, हेल्दी बन्नुहोस्। स्वास्थ्य छ, सबै छ, स्वास्थ्य छैन केही छैन। नम्बर 1 प्रोडक्ट छ। थ्याङ्क यू सो मच। डिएक्सन, 1 वर्ल्ड 1 मार्केट। गुड मर्निङ।